नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सिधा कुरामा रहेर हामी आज विजयनगर गाउँपालिकामा आएका छौँ। आज हामीले विजयनगर गाउँपालिकामा र विजयनगर गाउँपालिकाले गरेका समग्र विकास निर्माणका काम र आगामी योजनाका विषयमा कुराकानी गर्नेछौँ। कुराकानी गर्नका लागि आज हामीले विजयनगर गाउँपालिकाका अध्यक्ष आदरणीय व्यक्तित्व गोपाल बहादुर थापा मगरज्यूलाई यस कार्यक्रममा पाहुनाको रूपमा भित्राएका छौँ। स्वागत छ तपाईँलाई। धन्यवाद। विजयनगर गाउँपालिकाको समग्र विकास निर्माणको लागि के काम गर्नुभयो? धन्यवाद। सिधा कुरामा विजयनगर गाउँपालिकामा थुप्रै क्षेत्रमा काम भएका छन्। अब यसलाई बुदागत सरस्वती भन्दै गर्दा धेरै विषयहरू आउन सक्छन्। मैले समग्रमा हामी भन्नुपर्दा हाम्रो सडक सञ्जालका कुराहरू हामी मुख्य सडकहरूसम्म पुग्ने गरी सडकहरू निर्माण भएका छन्, कालोपत्रे भएका छन्। मुख्य प्रशासनिक क्षेत्र पालिका अफिसहरूमा जाने गरी सडकहरू पक्की बनेका छन्। सबै गाउँहरू धुलो हिलो रहित बनेका छन्। विभिन्न ठाउँमा पुलहरू कलपडहरू बनेका छन्, कतिपय बन्दैछन्। एउटा सडक पूर्वाधारका हिसाबले यो गाउँपालिकामा कृष्णनगर र महेन्द्र राजमार्ग हाइवेमा जोड्ने गरी र भित्री सबै टोल गाउँ बस्ती जोड्ने गरी सडकहरूको पहुँच पुगेको छ। र सँगसँगै हामी शिक्षामा हिजोको अवस्थाभन्दा आज धेरै माथि उठेका छौँ। भवन पूर्वाधारको विषयमा होस्, शिक्षा गुणस्तरका विषयमा होस्, शिक्षाका प्रशासनिक कुराहरू हुन्, व्यवस्थापकीय कुराहरू हुन्। यसरी हामी शिक्षामा पनि एउटा ठुलो आमूल परिवर्तन गरेका छौँ। सँगसँगै युवा लक्षित थुप्रै कार्यक्रमलाई पनि हामीले अगाडि बढाइरहेका छौँ। युवालाई खेलकुदमा पनि हामीले धेरै अगाडि बढाउने प्रयास गरिरहेका छौँ। त्यसै गरी सरसफाइतर्फ हामी प्रत्येक घरधुरीलाई शौचालय बनाउने गरी केन्द्रीय सरकारको विशेष अनुदानको बजेटबाट हामी 1200 भन्दा बढी शौचालयहरू निर्माण गरिदिएका छौँ। हाट बजार व्यवस्थापनका कुराहरू र सँगसँगै कृषिमा पनि समग्र कृषिलाई प्रत्येक वडालाई एउटा पकेटका रूपमा लिएर हामी त्यस हिसाबले क्रमशः विकास पनि गर्दैछौँ। यसरी हामी समग्र सबै क्षेत्रमा शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी हरेक क्षेत्रमा हिजोको अवस्थाबाट आज हामी धेरै माथि उठेका छौँ। तथापि थुप्रै कुराहरू गर्न बाँकी छन् अझै। यी मध्ये तपाईँलाई सबैभन्दा उत्कृष्ट लागेको सम्झना लागेको काम चाहिँ खास के हो? हामी नितान्तै सम्झना लायक थुप्रै कुराहरू छन्। जति पनि विजयनगरमा काम भएका छन् सबै नयाँ भएका छन्, सबै महत्त्वपूर्ण भएका छन्। एकदम महत्त्वपूर्ण आवश्यकताका प्राथमिक क्रममा रहेका योजनाहरू काम भएका छन्। हस्पिटल हाम्रो 1500 सम्पन्न भएको छ। त्यसमा हामी 2टा मेडिकल अफिसर डाक्टर राखेर अहिले सेवा सञ्चालन गरेका छौँ, आधारभूत सेवाहरू सञ्चालन गरेका छौँ। त्यसै गरी सडकका हिसाबले जुन आइटी रोड सडक एउटा हाम्रो मुख्य सडकका रूपमा थियो, त्यो सडक अघिल्लो कार्यकालमै हामीले सम्पन्न गऱ्यौँ। यस्ता थुप्रै कामहरू छन् कि सम्झिने लायक। हरेक क्षेत्रमा शिक्षामा नमुना विद्यालय बनाउन सफल भएका छौँ। प्राविधिक धारका विद्यालय कक्षा सञ्चालन गर्न सफल भएका छौँ। हामी विद्यालयहरूमा हामी अरू गुणस्तरका विषयहरूमा त्यसलाई सुधार्न हामी सफल भएका छौँ। यस्तै गरी थुप्रै कुराहरू हामीले सम्झिन लायक छ। स्वास्थ्यको कुरा मैले अलिकति जोड्न चाहन्छु। यो स्वास्थ्य 1500 स्वास्थ्य चौकीको उद्घाटन पटक गरियो भन्ने एउटा जनगुनासो आएको थियो। यसमा तपाईँ के भन्नुहुन्छ? यो हाम्रो 1500 हस्पिटल जुन ठेकेदार कम्पनीले एउटा निर्माण कम्पनीले जुन लिएको थियो, उसले त्यो भवन संरचना सम्पन्न भइसकेपछि हामी पहिलो चरणमा हाम्रो अहिलेको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट हामीले भवनको समुद्घाटन गरेका थियौँ। त्यो एउटा यो पालिकाको हस्पिटल, यो पालिका केन्द्रसम्म एउटा पहुँच पुगोस्
भन्ने हिसाबले भोलि यो हस्पिटल सञ्चालन गर्नका लागि हामीले त्यो केन्द्र लेभलका एउटा पार्टीको अध्यक्ष लेभलको एउटा प्रधानमन्त्री लेभलको अतिथिलाई बोलाउँदै गर्दा यो ठाउँको हस्पिटललाई सञ्चालन गर्ने कुराहरूमा सहजता र हस्पिटलको अवस्था परिस्थिति बुझ्न पनि सजिलो होस्। भोलि उहाँले नीति बनाउने ठाउँमा हुनुहुन्छ, एउटा कार्यान्वयन बजेट बनाउने ठाउँमा हुनुहुन्छ। त्यस हिसाबले भोलि यस्ता हस्पिटल थुप्रै बन्दै गर्दा उहाँलाई यो हस्पिटल सञ्चालन गर्ने कुराहरूले एउटा चाहिँ भोलि कार्यक्रम बनाउँदा सहज पनि होस्, ध्यान आकर्षण बनोस् हिसाबले एउटा यो पालिकाको हस्पिटल केन्द्रसम्म पहुँच पुर्याउने गरी एउटा वातावरण पनि बनोस् भन्ने हिसाबले हामीले त्यो उद्घाटन गऱ्यौँ। र पछिल्लो चरणमा हामी हस्पिटल बनिसकेपछि उद्घाटन गरिसकेपछि हामी त्यसलाई हस्पिटल सञ्चालनका कुराहरूमा हामी व्यवस्थापकीय पक्षमा हामी लाग्यौँ, निरन्तर लागिरहेको। केन्द्र सरकार आपूर्तिबाट, प्रदेश सरकारबाट हामीले यहाँ सामग्रीहरू इक्विपमेन्टहरू हामीले व्यवस्थापन गर्नेतिर लाग्यौँ। केन्द्र सरकारबाट पनि हामीलाई सपोर्ट भयो, प्रदेश सरकारबाट पनि सपोर्ट भयो। र पछिल्लो चरणमा हामीले जब यहाँ डक्टरहरू हामीले राख्ने कुराहरू गर्दै गर्दा यसलाई विज्ञापनबाट हामी डक्टर राख्ने आह्वान गऱ्यौँ। तथापि त्यति बेला हामीले डक्टरहरू उपलब्ध गर्न सकेनौँ। हामी यो विषयलाई प्रदेश सरकारमा हामीले निरन्तर हामी प्रयास गऱ्यौँ। प्रदेश सरकार स्वास्थ्य मन्त्रीज्यूको आफ्नै पहलमा 2टा डक्टर छात्रवृत्तिवाला 2टा डक्टर उहाँले व्यवस्थापन गरिदिनु भयो। प्रदेश सरकारबाट व्यवस्थापन भयो र अहिले उहाँहरू यहीँ हुनुहुन्छ र अरू थुप्रै सहयोगहरू गर्नुभयो। र त्यो हामी सबै कुरा व्यवस्थापन गरिसकेपछि सेवा शुभारम्भ गर्ने गरी हामीले पछिल्लो चरणमा स्वास्थ्य मन्त्रीलाई पनि यो हस्पिटलसम्म ल्याउने र यसको सेवा शुभारम्भ गर्ने र हस्पिटललाई थप सपोर्ट सहयोगका लागि अझै हामीले अनुरोध आग्रह गर्ने सोचका साथ सामान्य तरिकाबाट हामीले सेवा शुभारम्भको पछिल्लो चरणमा हामीले त्यसरी एउटा चाहिँ कार्यक्रम गरेर अगाडि बढेका हौँ। यी त भए कामहरू, तपाईँले धेरै कामहरू गर्नुभएको छ। यी कामहरू गर्दै गर्दा पनि सेवा प्रवाहलाई छिटो छरितो र जनमैत्री बनाउनको लागि के कस्ता उपायहरू अपनाउनु भएको छ? एकदम हामीले प्राथमिक उपचारका विषयहरूमा नितान्तै त्यसलाई चाहिने इक्विपमेन्टका कुराहरू, अरू जनशक्तिका विषयहरू, डाक्टर साहबको 24 घण्टा उपलब्धताका विषयका कुराहरूलाई हामीले योजनाबद्ध ढङ्गबाट मेडिकलको एउटा हस्पिटलको एउटा कार्ययोजना बनाएर हामी अगाडि बढिरहेका छौँ। अझै जसरी हामी अगाडि बढ्नुपर्ने हो, जसरी अझै धेरै सुविधा दिनुपर्ने हो, त्यो हिसाबको व्यवस्थापनमा अझै हामी व्यवस्थापकीय पक्षमा लागिरहेका छौँ। यसरी हामी अहिले भर्खर यो सुरुवात भएको छ, 2-3 महिना जति भएको छ। यसलाई अझै सेटअप गर्ने गरी, अझै व्यवस्थापन गर्ने गरी हामी चाहिँ अगाडि बढिरहेका छौँ। तपाईँ निर्वाचित भइसकेपछि विजयनगरको मुहार फेरिएको छ। यो जनताले पनि भन्छन्, हामीले पनि देखेका छौँ। तपाईँ एक्लै गाउँपालिकाको बजेटबाट मात्रै त विकास गर्न सम्भव रहेन। विजयनगर गाउँपालिकाको प्रदेश र सङ्घीय सरकारसँगको समन्वय कस्तो छ? एकदम हामी यो अहिले जुन सङ्घीय संरचना अनुसार हामी स्थानीय तह, स्थानीय सरकारका रूपमा हामी तल रहेर जुन हामीले जनतासँग प्रत्यक्ष यो सरकार चलाइरहेका छौँ। जनताका आवश्यकता, जनताका समस्याहरू धेरै छन्। सबै कुराहरू पुरा गर्नका लागि पालिकाकै स्रोत, पालिकाको जुन बजेट, केन्द्र सरकार, प्रदेश सरकारबाट आउने वित्तीय सामान्यीकरणका थुप्रै जुन शीर्षकहरूका बजेटहरू छन्, ती बजेटहरू हाम्रो आवश्यकतालाई परिपूर्ति गर्ने गरी पर्याप्त छैनन्। तथापि हामी त्यही बजेटबाट अधिकतम धेरैभन्दा धेरै विकास गर्ने कुराहरू, जनताका समस्या आवश्यकताका प्राथमिकताकरण गरेर सम्बोधन गर्ने कुराहरूमा हामी निरन्तर प्रयास पनि गरिरहेका छौँ। तर हामी यो नितान्तै यो सङ्घीय र प्रदेश सरकारसँग हामी जसरी समन्वय गरिरहेका छौँ, मलाई लाग्छ जति पनि ठुला योजनाहरू यहाँ सम्पन्न भएका छन्, आइटी रोडको विषय, हुलाकीका विषय, गाउँपालिका पहुँच मार्गको विषय, यहाँ 2-3टा पक्की ठुला मोटरेबल पुलका विषय, झोलुङ्गे पुलका विषय, विद्यालय भवन, ठुल्ठुला भवन, 4 कोठे, 6 कोठे, 15 कोठे जुन भवनहरू, बिल्डिङहरू बनिरहेका छन्, यी सबै भवनहरूको प्रदेश सरकार, केन्द्र सरकारका विभिन्न स्रोतहरूबाट समन्वयबाट हामीले तुल्याउन सफल बनेका छौँ। यसरी यहाँ जति पनि ठुला संरचनाहरू काम भइरहेका छन्,
यो केन्द्र सरकार प्रदेश सरकारका बजेटहरूबाट बनाउन सफल भएका छौँ। त्यसरी हामी प्रदेश केन्द्र सरकारसँग निरन्तर समन्वयमा रहने कुरा, पालिकाका हरेक समस्याहरू तहाँसम्म लाने कुरा, पालिकाको आवश्यकता त्यहाँ देखाउने कुरा, अनुरोध गर्ने कुरा, समन्वय गर्ने कुरा, उहाँहरूसँग निरन्तर हामी सम्पर्कमा रहने कुराहरूले पनि यो प्रदेश र केन्द्र सरकारले यो पालिकालाई जसरी हेरेको छ। अब सबै कुराहरू त पुरा नहोला, तर पनि हामी सन्तोषजनक बजेट पार्ने कुराहरूमा, ल्याउने कुराहरूमा गाउँपालिकाले यसमा चाहिँ एउटा राम्रो समन्वय गरेको छ, भूमिका खेलेको छ भन्ने लाग्छ मलाई। मैले अलिकति पर्यटन क्षेत्रलाई जोड्न चाहन्छु। शङ्करपुर तालको विषयमा नि कुराकानी गर्नेछौँ हामी यस विषयमा। तपाईँको कार्यकालमा 8 वर्ष बितिसक्दाखेरि पर्यटनका क्षेत्रमा के काम गर्नुभयो र पर्यटन क्षेत्रमा सुधार ल्याउनको लागि के योजना तर्जुमा गर्नुभएको छ? पर्यटन क्षेत्रमा विजयनगर गाउँपालिका त्यति ठुलो अब अलि यो प्राचीन अलिकति इतिहास बोकेको यस्तो ठुला संरचनाहरू त विजयनगरमा छैन। तथापि विजयनगरमा भएकै प्राकृतिक अरू सम्पदाहरू, अरू स्रोतहरू, अरू त्यस्ता ठाउँहरूलाई पहिचान गर्ने काम हामीले गरेका छौँ। विभिन्न पुराना मन्दिरहरू, पुराना मस्जिदहरू, शङ्करपुर ताल, पुरानो ताल, प्राकृतिक तालका विषयहरू र यहाँ कम्युनिटीलाई पहिचान गर्ने गरी थारू सङ्ग्रहालयका विषयहरू, यस्ता हिसाबले हामीले एउटा पहिचान, समयमाई मन्दिर थुप्रै पहिचान गरेका छौँ। ती क्षेत्रहरूलाई, ती ठाउँहरूलाई विकास गर्ने गरी हामी निरन्तर कार्ययोजना बनाएर अगाडि बढिरहेका छौँ, लागिरहेका छौँ। त्यसरी हामीले एउटा संरक्षण गर्ने हिसाबले यस्ता चिजहरूलाई पनि योजनाबद्ध ढङ्गबाट काम गरिरहेका छौँ। र अलिकति हाम्रो यो बोर्डर क्षेत्र अलिकति समुदायका हिसाबले अलिकति मिक्स कम्युनिटी भएको भने हाम्रो छुट्टै यो संस्कृति संस्कार जुन हिसाबले यहाँ फरक एउटै पालिकामा फरक ठाउँमा फरक संस्कृति, फरक तपाईँको खानपिनका विषयहरू, संस्कारका विषयहरू छन्। यो पनि हाम्रो एउटा पर्यटनका हिसाबले ठुलो सम्पत्ति, ठुलो एउटा रहने हिसाबले पनि यी क्षेत्रहरूलाई पनि संरक्षण गर्ने गरी, यी क्षेत्रहरूलाई पनि प्रचार गर्ने गरी योजना बनाएर अगाडि बढिरहेका छौँ। थप अबको वर्षको 82-83को नीति तथा कार्यक्रमहरूमा यस्ता संस्कृति, संस्कार, परम्पराहरूको संरक्षण गर्ने, प्रचार गर्ने र यसलाई एउटा पर्यटनका रूपमा, एउटा चाहिँ सम्पत्तिका रूपमा, देशका सम्पत्तिका रूपमा यसलाई चाहिँ जोगाइराख्नका लागि पनि हामी निरन्तर प्रयास गर्छौँ। अब शङ्करपुर ताल जुन छ त्यो एउटा राम्रो सम्भावना बोकेको, पर्यटकीय हिसाबले एकदम राम्रो सम्भावना बोकेको एउटा शङ्करपुर ताल छ। विगत यो ताल यो फुटेर 2-3 वर्षदेखि सुक्खा चौरको रूपमा परेको छ। हामी पालिकाको निरन्तर प्रयासका बावजुद हामी थुप्रै सँग थुप्रै अब मन्त्रीज्यूसँग समन्वयका कारणबाट त्यो ताललाई बजेट पार्न सफल भएका छौँ। यसको काम कहिलेदेखि सुरु हुन्छ? यो वर्ष काम गर्ने गरी ठेक्का प्रक्रिया यो शङ्करपुर ताल ऊर्जा तथा जल स्रोत आयोजना कार्यालय यो ललितपुर जावलाखेलबाट कार्यालयबाट यसको ठेक्का प्रक्रिया अगाडि बढेर 24 महिनाको एक सम्झौता बनेको छ। हामी यो वर्ष नै यसलाई काम सुरु गर्ने गरी हामी सङ्घीय मन्त्री, ऊर्जा मन्त्रीजीलाई यहाँ तालमा लिएर हामीले यो काम शुभारम्भ हामीले गरिसकेका थियौँ। तर पछिल्लो चरणमा यो वन ऐनसँग यो वन ताल पोखरी खन्ने कुरा वन ऐन कानुनसँग बाँचिएकोले यसको प्रक्रिया अगाडि बढिरहेको छ। अब छिट्टै हामी यसमा निरन्तर लागिरहेका छौँ। छिट्टै यो ताल निर्माण हुने कुराहरूमा सुचारू हुने कुराहरू सुनिश्चित छ। तपाईँले यसअघि थोरै जोड्नुभयो, यहाँ विजयनगर गाउँपालिका मिश्रित समुदायको बस्ती छ भन्ने कुरा गर्नुभयो, विभिन्न समुदायका मान्छेहरू बस्छन् भन्ने कुरा गर्नुभयो। ती मान्छेहरू, ती समुदायका व्यक्तिहरूलाई प्रत्यक्ष रोजगारसँग जोड्ने खालका के कार्यक्रम ल्याउनुभयो र कतिजनालाई रोजगार दिन सक्नुभयो? पक्कै पनि रोजगारीका कुराहरू आफैमा एउटा ठुलो चुनौतीको विषय पनि हो। यो एउटा राज्यको पोलिसी नीतिसँग जोडिएको विषय पनि हो। पालिकाले अब धेरै चाहेर पनि
धेरै रोजगारी सिर्जना गर्ने कुराहरू कति सम्भव हुन्छ भन्ने कुराहरू छन्। तथापि हामी निरन्तर लागिरहेका छौँ। हामी यहाँका जति हाम्रो यहाँ विजयनगरमा रहने जति पनि आम समुदायहरू हुनुहुन्छ सबै क्षेत्र वर्ग भूगोललाई समेट्ने गरी हामी यहीँका कतिपय कृषि कुराहरूलाई अलिकति प्रबोधन गरेका छौँ। त्यहीँबाट कृषिलाई अलिकति व्यावसायिक गराउने कुराहरू, कृषिलाई अलिकति बढी सपोर्ट गर्ने र आत्मनिर्भर बनाउने कुराहरू पनि हामीले जोड गरेका छौँ। यो विजयनगरमा माछा पालनका विषयहरू छन्। माछा पालनलाई सपोर्ट गर्ने कुराहरू, बाख्रा पालनलाई सपोर्ट गर्ने कुराहरू, बाख्रा पालनलाई विकास प्रबन्धन गर्ने कुराहरू, त्यसै गरी बुङ्गुर पालनका विषयहरू, यस्ता कृषि जन्य पशुपक्षी जन्य उत्पादनसँग जोडिएर हामी आफैमा कृषकलाई आत्मनिर्भर बनाउने कुराहरू र व्यावसायिक बनाउने कुराहरूमा हामीले अलिक बढी फोकस गरेर अगाडि बढिरहेका छौँ। अब यो गाउँपालिकामा उद्योग कल कारखानाहरू अब एउटा पनि नभएका कारणबाट अब हामी साना घरेलु साना उद्यमीहरूलाई पनि सपोर्ट गर्ने, विकास गर्ने गरी अगाडि बढिरहेका छौँ। कृषिकै कुरा गरिरहँदाखेरि यो G2G कार्यक्रम चाहिँ सम्पन्न हुन सकेन, सफल पार्न सकेन भन्ने कुरा छ। यस विषयमा बताइदिनुहोस् न। नितान्तै हामी विजयनगर गाउँपालिका एकदम भाग्यमानी गाउँपालिका, एउटा देशैभरि 5वटा पालिकाहरू यो G2Gमा समावेश हुँदै गर्दा विजयनगर पनि समावेश भएको थियो। USAID मार्फत अमेरिकन सरकारसँग हामी G2G कार्यक्रम गरिरहेका थियौँ। उसले हामीसँग 5 वर्ष निरन्तर सहकार्य गर्ने गरी यो कार्यक्रम योजना परेको थियो र बजेटका हिसाबले अधिकतम हामीलाई लाग्छ अलि धेरै नै बजेट थियो। अहिले नै उहाँहरूको 4.5 करोड बजेट र हाम्रो 20% गरेर लगभग 5-5.5 करोड सकल पैसा हामीले यो वर्ष आर्थिक वर्ष 81-82 मा खर्च गर्ने गरी कार्ययोजना बनेर कार्यक्रम बनेर हामीले अगाडि बढाइरहेका थियौँ। अब यो विडम्बना भनौँ, यो दुर्भाग्य भनौँ, अब अहिले पछिल्लो अमेरिकन सरकारको जुन निर्णय अनुसार यो कार्यक्रमहरू फेज आउट भएका छन्, अहिले बन्द भएका छन्। त्यसले विजयनगरको कृषिमा एउटा ठुलो उपलब्धि ल्याउने, क्रान्ति हुने सोचका साथ हामी अगाडि बढेका छौँ। यति हामी यो कार्यक्रमलाई यति तीव्र ढङ्गका साथ हामीले अगाडि बढाइरहेका थियौँ कि एउटा यो 5 वर्षमा यो गाउँपालिकामा कृषिमा टोटल्ली आत्मनिर्भर हुने गरी र यहाँबाट निर्यात गर्ने गरी व्यावसायिक हिसाबले सबै किसानलाई हामीले तयार गर्ने गरी योजना बनेको थियो। तथापि अहिले पछिल्लो चरणमा अब अमेरिकन सरकारको निर्णय अनुसार थोरै काम रोकिएको छ। मलाई लाग्छ अब त्यो सम्भावना के रहन्छ थाहा छैन। तथापि त्यो कार्यक्रमले यो हामी 7वटा वार्डलाई वाडागत पकेटका रूपमा हामीले विभाजन गरेका थियौँ। वार्ड नम्बर 1 मा मकै, 2 मा तरकारी, 3 मा धान, 4 मा तपाईँको तरकारी, 5 मा पशुपक्षी जन्य अब कुखुरा, हाँस, लोकल कुखुरा, ब्रोइलर कुखुराहरू थुप्रै पशुपक्षी जन्य पाल्दै गरेका थियौँ। 6 लाई माछाका रूपमा माछा गरेका थियौँ। 7 लाई तरकारीमा हामीले विकास गर्ने गरी यो यसरी हामीले टोटल्ली 1.5-2 वर्षदेखि पुरै कार्ययोजना बनाएर पुरै हामी समूह गठन गरेर एक चरणको हामीले काम अगाडि बढाइसकेका थियौँ। यसरी बढाउँदै गर्दा यो काम जसरी रोकियो यो विजयनगरको लागि ठुलो घाटाको रूपमा हामीले बुझेका छौँ। यसले टोटल्ली एउटा काया पलटै हुने गरी हामीले यो काम गर्ने गरी योजनाबाट अगाडि बढेका थियौँ। अब यो यसरी काम रोकिनुको कारणबारे केही जानकारी छ? अब हामी अहिले जुन अमेरिकन सरकार जुन पछिल्लो चरणमा निर्वाचनपछि अमेरिकन राष्ट्रपति जुन ट्रम्प राष्ट्रपति आउँदै गर्दा उहाँका निर्णयहरूबाट यो प्रभावित बनेको योजना हो। पक्कै पनि हामी शिक्षा, स्वास्थ्य, कृषिका कुराकानी गर्दै गर्दाखेरि मैले खानेपानीलाई पनि जोड्न चाहन्छु। विजयनगरमा खानेपानीको अवस्था कस्तो छ र तपाईँले खानेपानीका क्षेत्रमा के कति काम गर्नुभयो? अब विजयनगरमा खानेपानीको अवस्था नितान्तै यो अलिकति माथिल्लो लेयरको पानी खाने, पानी चेक जाँच गर्दा पनि विभिन्न खालकाहरू अब यो शुद्ध पानी नभएका कारणबाट हामी पहिलो चरणमा त हामी ओभरहेड टङ्की बनाउने गरी प्रदेश केन्द्र सरकारसँग हामी पहल गऱ्यौँ। प्रदेशको एक घर एक धारा नीति अनुसार 4-5 वटा प्रदेशबाट योजना परेको छ र केन्द्रबाट पनि 2टा योजना परेको छ।
ती योजनाहरू खानेपानी टङ्कीहरू निर्माण कार्य भइरहेका छन्। कतिपय बोरिङ भएका छन्, कतिपय टङ्की बन्दैछन्, कतिपय बोरिङ हुने प्रोसेसमा छन्। यसरी एउटा खानेपानी पुरै वार्डलाई, पुरै घरधुरीलाई पहुँच पुग्ने गरी खानेपानी योजनाहरू निर्माणका चरणमा अगाडि बढिरहेका छन्। त्यसलाई अब तत्काललाई सम्बोधन गर्नका लागि हामी तत्काललाई शुद्ध खानेपानी सम्बोधन गर्नका लागि हामी प्रत्येक घर एक बायोसेन फिल्टर विगत 3 वर्षदेखि हामी वितरण गरिरहेका छौँ। हामी एक घर एक बायोसेन फिल्टर 50% अनुदानमा, एक घरलाई 50% अनुदानमा यो बायोसेन फिल्टर विजयनगरकै उत्पादन भएको कारणबाट पनि हामीले त्यसलाई प्रबन्धन गर्ने कुराहरू र जनतालाई शुद्ध पानी खुवाउने गरी यो अभियानमा हामी लागिरहेका छौँ। यो निरन्तर अभियानमा छ। धेरै बायोसेन फिल्टर सबैको जनताहरूको घरमा पुगिसकेको छ र एउटा यो तत्कालको लागि यसरी समाधान गरेका छौँ भने अब यो योजनाहरू बन्दै गर्दा त्यसले सबैलाई पहुँच हुन्छ। हामी कार्यक्रमको अन्त्यतिर छौँ। म फर्केर फेरि यही आर्थिक वर्ष 81-82 मा आउन चाहन्छु। यो आर्थिक वर्षमा गाउँपालिकाबाट सिलिङ भएका योजनाहरू, तर्जुमा भएका योजनाहरू कति सम्पन्न भए र कति बाँकी छन्? हाम्रा योजनाहरू हामी निरन्तर यसलाई फलोअप गरिरहेका छौँ। वडागत योजनाहरू, पालिकाबाट बनेका योजनाहरू, अब केन्द्र सरकार, प्रदेश सरकारबाट परेका योजनाहरूलाई हामी निरन्तर फलोअपमा छौँ। मलाई लाग्छ धेरै योजनाहरू सम्झौता भएर कतिपय काम सम्पन्न भइसकेका छन्, कतिपय काम सम्पन्न हुने चरणमा छन्, कतिपय काम निर्माण कार्य हुँदैछन्। त्यस कारण मलाई लाग्छ अब विजयनगरको अहिले भोलि नै म एउटा समीक्षा पनि राखेको छु, यो योजना प्रगतिको समीक्षा। यसरी हामी विजयनगरको मलाई लाग्छ कामका हिसाबले, योजना सम्पन्नता हिसाबले धेरै नै 80-90% कामहरू धेरै अगाडि बढेका छन् भन्ने लाग्छ मलाई। आगामी योजनाहरू के छन् अबका? अब पक्कै पनि यिनी अधुरा कामहरूलाई निरन्तरता दिने कुराहरू, अधुरा कामहरू पुरा गर्ने कुराहरू र अहिले विजयनगरमा अरू नयाँ योजनाहरू, सिँचाइमा अलिक बढी फोकस गर्ने, सिँचाइलाई अलिक बढी प्राथमिकता गर्ने भनेका छौँ। दोस्रो, हामी अलिकति व्यावसायिक हिसाबले युवा लक्षित कार्यक्रमहरू, विभिन्न सिपमूलक कार्यक्रमहरू र त्यसरी अगाडि बढ्ने भनेका छौँ। कृषिलाई पनि अलिकति बढी अब कसरी हामी त्यस हिसाबले सोच बनाइरहेका छौँ। समग्र क्षेत्रलाई हामीले अब सोच बनाएर छलफल गरेर अहिलेको वर्ष नीति तथा कार्यक्रममा अलिकति जनतालाई प्रत्यक्ष फाइदा पुग्ने, प्रत्यक्ष जनताले महसुस हुने गरी त्यस्ता कामहरू गर्ने गरी हामी योजना बनाउँदैछौँ। अन्त्यमा मैले तपाईँलाई सोध्न छुटाएका र तपाईँलाई भन्न मन लागेका केही छन्? समग्रमा धेरै कुरा आएका छन् र पनि अब नितान्तै विजयनगर यो 7 वर्ष 8 वर्षमा भएका थुप्रै गतिविधिहरू छन्। कति समावेश भए, कति भएनन्। तथापि हामी निरन्तर यो गाउँपालिकालाई एउटा समृद्ध गाउँपालिका बनाउने कुराहरूमा निरन्तर लागिरहेका छौँ। सबै क्षेत्र, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, कृषि, हरेक खेलकुदका कुराहरू, रोजगारीका कुराहरू, हरेक क्षेत्रमा हामी यसलाई विजयनगरमा एउटा समृद्ध बनाउने गरी एउटा व्यवस्थित हिसाबले हामी अगाडि बढिरहेका छौँ। तथापि हाम्रो स्रोत साधन विभिन्न कारणबाट हामीले चाहे जति, खोजे जति हामीले गर्न सकेका छैनौँ। तथापि हामी लागिरहेका छौँ। निरन्तरै जनताका हरेक कुराहरूलाई सम्बोधन गर्ने गरी अगाडि बढिरहेका छौँ, बढ्ने छौँ भन्दै मेरो भन्ने प्रतिबद्धता हुन्छ। त कार्यक्रममा समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।